हेलो गाइस, आज चाहिँ म गुन्द्रुकको अचार बनाएर बिहानको खाना खाँदैछु। गुन्द्रुकको अचारमा मैले यो अहिले खलमा पिनिरहेको चाहिँ यो चाहिँ लसुन, अदुवा अनि 5वटा सुक्या खोर्सानी, नुन, जिरा हालेर अहिले यो मैले कुट्दैछु। अनि यो कुट्न सकेपछि चाहिँ यो हल्का मसिनो हुन थालेपछि म गोलबेरा हालिरहेको छु। गोलबेराको बोक्रा निकाल्दैछु। बोक्रा निकालेर अनि मैले यो पनि पिस्दैछु। अनि पिस्नलाई चाहिँ छोरीले पनि पिस्ने भन्दैछ। अनि उसले पिस्नको लागि एकदम इच्छुक भएर कुरिरहेछ अनि हेल्प पनि गरिरहेछ। अब गोलबेराको यो बोक्रा चाहिँ हाल्नलाई मैले प्लेट मागिरहेको छु। छोरीले चाहिँ प्लेट ल्याइदिँदैछ। अब प्लेटबाट चाहिँ म गर्दैछु। बोक्रा छिलेपछि चाहिँ छोरीले पनि पिस्दैछ गोलबेरा मसला। अनि यो चाहिँ मैले गुन्द्रुकमा मिक्स गर्दैछु। ऊ पनि अब पिस्ने रे, पिस्यो लाएर उसले नि पिस्यो। रमाइलो लाग्यो भाइ। हातमा अलिकति गोलबेरा परेको थियो, रिसाएर गयो। अनि मैले पिसेँ मसिनो हुने गरी। अलिअलि ऊ चोक्टा भए पनि हुन्छ, मिठो हुन्छ। झन् चोक्टा भयो कि गोलबेराको टेस्ट आउँछ। फेरि अब चाहिँ खानासँग बुढाले चाहिँ मैले खाएको खिच्दैछ अनि आफ्नो गुन्द्रुक देखाउँदैछ। गुन्द्रुक, भात अनि यो चाहिँ यसलाई चाहिँ के भन्छ, गान्टे मुलाको तरकारीमा आलु मिक्स गरेर गोलबेरा राखेर पकाएको। ऊ चाहिँ दाल भात आलु खाँदैछ। मजाले खाएर हामीलाई देखाउँदैछ उसको खाना। आलु आफू बन्दै खाँदैछ। ऊ चाहिँ सधैँ यसरी नै खान्छ। आज हामीले गुन्द्रुक भात खायौँ।